अहिले चाहिँ हामी पाँचथर जिल्लाको फालिलुङ गाउँपालिका र याङ्ग्र गाउँपालिकाको बिचमा छौँ। चरीभन्ज्याङमा यस्तो ठाउँ रहेछ। चरीभन्ज्याङ धेरै राम्रो रहेछ, सुन्दर ठाउँ पनि रहेछ, साथमा होटलहरू पनि रहेछ। हामी चाहिँ आज जरिङ्गेपट्टि लाग्दैछौँ। अहिले चाहिँ हामी जरिङ्गे ग्राउन्डमा आइपुगेका छौँ। यहाँ मेला पनि लाग्दै रहेछ। मङ्सिरे मेला होला सायद, लाग्छ भनेको सुनेको थिएँ। धेरै राम्रो ठाउँ रहेछ। फर्स्ट पटक आएर होला, धेरै राम्रो देखेँ मैले। यहाँबाट चाहिँ भ्यू जहीँ पनि हेर्न सकिँदो रहेछ। एभरेस्टहरू पनि देखिँदो रहेछ, कञ्चनजङ्घाहरू पनि देखिँदो रहेछ, कुम्भकर्ण पनि देखिँदो रहेछ। यहाँबाट चाहिँ यता फालुट सन्दकपुर पनि देख्दो रहेछ। यहाँ हाम्रो जरिङ्गे ग्राउन्डबाट चाहिँ धेरै राम्रो रहेछ। हेर्दै गर्नुलाई यहाँ मेलाको तयारी पनि हुँदै रहेछ। सबैजना यो मेलामा चाहिँ आइदिनु होला। अब त्यो कति गते भनेर चाहिँ मलाई अलिक कन्फ्युज भयो। तपाईँहरू पनि ट्रेकिङ गर्नुहुन्छ भने चाहिँ जरिङ्गे अथवा चरीभन्ज्याङबाट चाहिँ ट्रेकिङ गर्नुहुन्छ भने चाहिँ यो बाटो ट्रेक गर्नु होला। सातथुम्के, लसुने, सुकेधाप प्लस लामपोखरी पनि घुम्न सक्नुहुन्छ। लामपोखरीबाट चाहिँ तिनसिमाना निस्किन सक्नुहुन्छ। त्यस पछाडि तिनसिमाना टु मेमेङको पनि रुट रहेको छ। तपाईँहरू पनि ट्रेकिङ गर्नु चाहनुहुन्छ भने चाहिँ यो बाटो बेस्ट छ है। धेरै राम्रो भ्यूहरू पनि देख्छ त्यो ठाउँबाट। साथमा यो बाटो चाहिँ कस्तो छ भनेर चाहिँ सम्पर्क गर्नु होला। यसबाट चाहिँ आगेजुङ जानु मिल्छ है। अब चाहिँ हामी जरिङ्गे ग्राउन्डबाट निस्क्यौँ। त्यस पछाडि हामी गैरी झर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला।